फेसबुकमा हामीले अर्निङ गरेको पैसा चाहिँ कति डलर पुग्यो भने चाहिँ पाउँछौँ र त्यो जुन चाहिँ अर्निङ छ कुन कुन क्याटेगोरीको पाउँछौँ, स्टारको, सब्सक्रिप्सनको, कन्टेन्ट मोनेटाइजेसनको के तीनटै मिलाएर हामीले पाउँछौँ र फेसबुकले त्यो पैसा चाहिँ हाम्रो अकाउन्टमा क्रेडिट गर्नुको लागि चाहिँ कति टाइम लगाउँछ र फाइनली हामीले त्यो पैसालाई चाहिँ आफ्नो ब्याङ्कको एकाउन्टमा चाहिँ कहिले पाउँछौँ। यदि तपाईँहरूको पनि मनमा यति साह्रो जिज्ञासा छ भन्दाखेरि यो भिडियो चाहिँ मैले तपाईँहरूको लागि बनाइदिएको, ताकि यो भिडियो हेरिसकेर चाहिँ तपाईँको मनमा कुनै प्रकारको डाउट, कुनै प्रकारको पनि तपाईँको भ्रम नहोस् भनेर चाहिँ मैले यो भिडियो बनाइदिएको। अन्तिमसम्म हेर्नु, मन पर्यो भन्दाखेरि सेयर गरिदिनु, फलो गर्नुभएको छैन भन्दाखेरि मलाई फलो गर्नु, सक्नुहुन्छ भने सब्सक्राइब पनि जरुर गरिदिनु, किनकि फेसबुक, युट्युबमा म यस प्रकारको गाइडको भिडियो तपाईँहरूलाई चाहिँ सजिलो भाषामा बनाइदिन्छु। सबभन्दा पहिला चाहिँ हामीले यो कुरा बुझौँ कि फेसबुकमा जब हामीले पे आउटको सेटअप गर्छौँ त्यति बेला चाहिँ हामीले दुईटा क्याटेगोरी पाउँछौँ। ज्यादातर जुन चाहिँ एक नम्बर हुन्छ तपाईँको ब्याङ्क ट्रान्सफर, अर्को हुन्छ तपाईँको वायर ट्रान्सफर। यदि मोस्टली मान्छेले जब हामीले ब्याङ्क ट्रान्सफरलाई क्लिक गर्छौँ त्यसको मतलब चाहिँ यो हो कि हाम्रो जब $25 या त्योभन्दा धेरै आउँछ, पैसा जम्मा हुन्छ, त्यो पैसा हामीले पाउँछौँ, छिटो पाउँछौँ। अर्को हुन्छ तपाईँको वायर ट्रान्सफर, जुनमा तपाईँको जब तपाईँको क्याटेगोरी $100 तपाईँको जम्मा हुन्छ या फिर $100 भन्दा धेरै हुन्छ तब तपाईँले पैसा पाउनुहुन्छ। अब यो कुरा त बुझ्यौँ हामीले। र अर्को कुरा यो बुझौँ कि हाम्रो पैसा सबै डल्लै मिलेर $25 या $100 भयो भने हामीले पैसा पाउँछौँ, त्यो कहिले पनि होइन। साथीहरूले यो कुरा एकदमै हामीले बुझ्नुको दरकार छ कि फेसबुकले जुन चाहिँ हामीलाई पे आउट दिन्छ त्यो हामीलाई तीन प्रकारको अर्निङ दिन्छ नि त। अर्निङ टुल हाम्रो तीन प्रकारको छ विशेष गरेर। एउटा छ स्टार सब्सक्रिप्सन है, यसलाई एउटा क्याटेगोरीमा राखिदिएको छ, एउटा तपाईँको कन्टेन्ट मोनेटाइजेसनलाई एउटा जग्गामा राखिदिएको छ, जसलाई कि तपाईँको पर्फर्मेन्स बेस्ड पे आउट हुन्छ। जब तपाईँको स्टार र सब्सक्रिप्सनले कमाएको पैसा जब $25 या फिर $100 जब पुग्छ त्यो पैसा चाहिँ तपाईँलाई फेसबुकले दिन्छ। र जब अर्को तपाईँको कन्टेन्ट मोनेटाइजेसनको जुन चाहिँ सेक्सन छ, कन्टेन्ट मोनेटाइजेसनबाट मात्रै कमाएको पैसा जब $25 या $100 पुग्छ क्याटेगोरी या त्योभन्दा धेरै, त्यो तपाईँले पैसा पाउनुहुन्छ। कन्टेन्ट मोनेटाइजेसन, स्टार र सब्सक्रिप्सनको डल्लै पैसा मिलेर $25 या $100 कोसेको भयो भने त्यो पैसा कहिले पनि पाउँदैन। त्यो तपाईँले कुरा साथीहरूले सबैले बुझ्नु। अब यो कुरा बुझौँ कि हामीले कमाएको पैसा चाहिँ हामीले कहिले चाहिँ पाउँछौँ अन्तिममा है, यो पनि तपाईँहरूको जिज्ञासा हुन्छ। र जस्तो कि मानिलिनु साथीहरू, मानिलिनु यो अक्टोबरको महिना हो, अक्टोबरको महिना या कुनै पनि महिनाको 1 तारिकदेखि लिएर 31 तारिकसम्म यदि तपाईँको $25 या फिर $100 प्लस जस्तो भयो भने कन्टेन्ट मोनेटाइजेसनबाट होस् चाहे तपाईँको स्टार या सब्सक्रिप्सनकोबाट होस्, त्यो पैसा तपाईँको कुनै महिनाको 1 तारिकदेखि लिएर 30-31 तारिकसम्म यदि त्यो पैसा कम्प्लिट भयो भने त्यो क्याटेगोरी, त्यो पैसा चाहिँ तपाईँको फेसबुकले चाहिँ अर्को महिनाको चाहिँ 21 दिन चाहिँ प्रोसेसिङको टाइम लिन्छ। बुझ्नुभयो? 21 दिनको प्रोसेसिङ टाइम र ब्याङ्कले फेरि तपाईँको 3 देखि चाहिँ 7 दिनको टाइम लिन्छ तपाईँको अकाउन्टमा क्रेडिट हुनुको लागि। र मोस्टली यदि बुझ्नु भयो भने तपाईँले फेसबुकमा चाहिँ हामीले कमाएको कुनै पनि पैसा चाहिँ 1 महिना लगभग डिले पाउँछौँ। यो महिनामा कमाएको पैसा चाहिँ आउने महिनाको तपाईँको अकाउन्टमा पस्नुको लागि चाहिँ लगभग 23, 24, 25 होइन, 3-4 अलिकति 1-2 दिनको डिफ्रेन्ट हुनसक्छ। तपाईँले अन्तिम 23, 24, 25 तारिकसम्म चाहिँ तपाईँले पाउनुहुन्छ। र यो कुरा चाहिँ हामीले बुझौँ। र आई होप यो भिडियो तपाईँहरूलाई चाहिँ धेरै हेल्पफुल हुन्छ भनेर मैले बनाइदिएँ। र मन पर्यो यो भिडियो भन्दाखेरि चाहिँ धेरै साथीहरूले सेयर गरिदिनु र अवेरनेस फैलाइदिनु। भेटौँला कुनै यस्तै नयाँ ज्ञानमूलक भिडियोको साथ। तबसम्म तपाईँले आफ्नो धेरै ख्याल राख्नुहोस् होला है। जय हिन्द।